गाइस, वेलकम टु माई न्यू ब्लग। म चाहिँ अहिले यो बस पार्कतिर जाँदैछु टिकट सोध्नलाई। आफू त घर जाने होइन, तर अब दिदीको लागि सोध्न जाँदैछु। अनि हेरौँ टिकट पाइन्छ कि नै। केही छैन, योपालि पनि दसैँ यतै मनाइन्छ, मासु भात यतै खाइन्छ। गाउँघरको त्यस्तै भयो। अब उस माघतिर गइन्छ होला गाउँघरतिर जोगिनी जात्रा पनि हुँदैछ भन्ने सुनेको छु। अब जोगिनी जात्रा भएपछि चाहिँ फिक्स जान्छु। उस माघतिर हुन्छ कि कहिले हुन्छ थाहा चाहिँ छैन। अनि यो चाहिँ आजको मौसम, माथि बादल, तल रोड, सूर्य खैला माथि चाहिँ सूर्यजी। अरू के नै भन्नु छ र। ल अब चाहिँ दसैँको भाइब फिल भइराखेको छ यतातिर पनि। अनि हेरौँ बाटो बिग्रिराखेको छ अरे। अब बाटो खुल्छ कि नै। अब 2-3 दिनमा त खुलिहाल्छ होला मोगलिनको रोडतिर। अनि के भनौँला नरे, वनस्थली जाममा पसियो। ल फेरि बस पार्क पुग्यो। अब टिकट हेर्न गइन्छ। अनि टिकट पाएपछि दिदीको लागि पर्सीको लागि टिकट काटिन्छ। ओ गाइस, यो चाहिँ बस पार्कको कन्डिसन राइट नाउ गाइस। सबैजनाहरू घर जानलाई रेडी भइराखेका छन्। तर के गर्ने, बाटो चाहिँ अनिश्चितकालका लागि बन्द भइराखेको छ अरे। तैपनि अब टिकट त सोध्नु पर्यो, टिकट चाहिँ काटिदिनु पर्यो दिदीको लागि। ओके, ल यो चाहिँ बस पार्कभित्र हामीहरू बसिसकेको छ। भाइ कता हल्ला हो यार, मेरो बोले सुनिराखेको छ कि नै गाइस। यो चाहिँ आजको भिड त कति नै थियो भाइ खासै। यात्रु सहायता कक्ष भयो। अनि चाहिँ काठमाडौँ महानगरपालिकाको यात्रु सहायता कक्ष। यहाँ चाहिँ पानीको व्यवस्था गराइएको छ। अरू हामीहरू चाहिँ अहिले कहिले यहाँ, कहिले त्यहाँ, कहिले यहाँ गरिराखेका छौँ टिकटको लागि। ओके, अरू के भन्नु छ र। टिकट काट्न त आएको थियो, तर टिकट चाहिँ काटिँदैन अरे आज। उता मुगलिनतिर बाटो बिग्रिएको छ नि त, गाडीहरू आएको छैनन्। त्यही भएर अब पर्सि नै आउनुपर्छ भनिराखेको छन्। अब के हाल्ने त, अब घर जानु पर्यो। यो चाहिँ बस पार्क, कतिचोटि देखाउँ यार, बार बस पार्क आएछु, हजुरहरूलाई देखाइछु। अनि के हाल्ने त, टिकट काट्न मिलेन। अब पर्सि नै आउनु पर्ला जस्तो छ टिकट काट्न। म चाहिँ यो बस पार्कमा यसरी घुमिराखेको छु कि गर्मी पनि फिल भइराखेको छ। टिकट नपाए पनि यताउता घुमेछु। भिडियो हेरिरहनुमै भएको छ होला हजुरहरूले। ऊ जसरी कहाँ गयो ला, आओ भे यार, तितको फोन आयो। हामीहरू चाहिँ अहिले छायामुनि बसेका छौँ, यो पछाडिको रुखमुनि। अस्ति भाइले टिकट काटेको थियो कि, त्यो बेला टिकट दिनलाई एउटा बेटा आउँदैछ कि, त्यसलाई दिनु छ बाँकी। अनि पर्सिको टिकट त पायो, तर क्याबिनको मात्र पायो कि। अनि त्यो सुत्नेवाला बेडको लागि 2 जना चाहिन्छ अरे, दिदी एउटा मात्र हुनुहुन्छ। अब अर्कोजना खोज्नु पर्यो, नभए क्याबिनमै जानु पर्यो पर्सिको लागि। बस पार्कदेखि हिँडिहाल्यो आफ्नो काम सकाएर।
अब चाहिँ हामीहरू यो भाइको स्कुटीको सर्भिसिङ गर्न गइराखेका छौँ। हामीहरू चाहिँ अहिले यो त्रिपुरेश्वर एरियातिर पुगिसक्यौँ। हामीहरू चाहिँ यो शङ्खमुल एरियाभित्र घुसिसकेका छौँ, पुगिसकेका छौँ। अनि ऊ बाइकमा तेल पनि छैन कि झिमिक झिमिक गरिरहेको छ तैपनि बाइकले स्कुटीले साथ दिइराखेकै छ। शङ्खमुल आवास क्षेत्र। शङ्ख पार्क। शङ्ख पार्क के हो? ए यो पुल त भुतिया पुल हो रे के, राति एक्लै जान सकिँदैन रे। होला होला। हामीहरूले चाहिँ यो स्कुटी सर्भिसिङ सेन्टरमा ल्याउन त ल्यायौँ। अब भाइ भयो फेरि भोलि बिहान ल्याउँछु भनिराखेको छ। अब हेरौँ के भन्छन्, के गर्छ भाइले। चलो स्पोर्ट सुज बनाउनु जानु बाटामा भयो जहाँले पढाउँछ। ल गाइस स्कुटी चाहिँ अब भोलि गरिदिए होइन सर्भिसिङ? अहिले गरिदिए कता चाहिँ कहाँ ठिकै छ जहीँ कुद्दै। हामीहरू चाहिँ सर्भिसिङ यता क्यान्सल गरेर अब अर्को ठाउँ जाँदैछौँ। ओहो अब भाइले कुन ठाउँ लाग्छ, कुन ठाउँ जान्छ सर्भिसिङ गर्न देखते हैं। फेरि धरारा नजिक आइपुग्यौँ। धरारा व्हाइट टावर मन्दिर। हिँड्दा हिँड्दै रत्ना पार्क पनि पुग्यो। रत्ना पार्क बानेश्वरसम्म पुगेर फेरि सितपाईलाई फर्केछौँ सर्भिस गर्न।